नमस्कार। मैले आज यो भिडियोमा प्रथम पत्रको लागि संविधानबाट के पढ्ने भन्ने कुरा मोटामोटी भन्दिदैछु। यो मैले भनेको बाट मात्रै पढेर नाम निस्किन्छ अथवा कम्पिटिसनमा गइन्छ भन्ने हुँदैन। मैले सबै जानेर भन्दा पनि मेरो अनुभव र मैले पढेको अनुसार चाहिँ हजुरहरूलाई ममा भएको ज्ञान सहयोग होस् भनेर सेयर गर्दैछु। मैले भनेकोबाट बाँकी युट्युबहरूको भिडियोबाट, हजुरको बुकबाट र हजुरले लिएको क्लासबाट पनि लिन सक्नुहुन्छ। अब संविधानबाट के इम्पोर्टेन्ट छ त? अब संविधानबाट विश्वमा संवैधानिक इतिहास संक्षिप्तमा जान्नु पर्यो, विश्वको संवैधानिक इतिहास। त्यसपछि नेपालमा जुन 7 थान संविधानहरू छन् ती सबैको नाम जान्नु पर्यो। त्यसपछि त्यो घोषणा गर्दाखेरि घोषणाकर्ता को हुनुहुन्छ, कसले घोषणा गर्नुभयो र घोषणा गर्दा प्रधानमन्त्री को हुनुहुन्थ्यो भन्ने कुरा पनि जान्नु पर्यो। सँगै 7 थान संविधानको भाग, धारा र अनुसूची पनि जान्नु पर्यो। त्यसपछि 7 थान संविधानमा मस्यौदा समितिमा कतिजना सदस्यहरू हुनुहुन्थ्यो त्यो पनि जान्नु पर्यो। ती मस्यौदा समितिको अध्यक्ष को हुनुहुन्थ्यो भनेर पनि जान्नु पर्यो। जस्तै नेपाल सरकारको वैधानिक कानून 2004 मा सिंह शमशेर जबरा हुनुहुन्थ्यो र 2072 सालको संविधानमा चाहिँ कृष्ण प्रसाद सिटौला हुनुहुन्थ्यो। त्यसै गरी जान्नु पर्यो र सँगै संसद संख्या पनि जान्नु पर्यो। 7 थान संविधानमा चाहिँ मौलिक हक कतिवटा थिए, कुन संविधानमा कतिवटा मौलिक हक थिए त्यो पनि जान्नु पर्यो। सबै संविधानहरू संशोधन भए अथवा भएनन्, भएको भए कति पटक भए भन्ने कुरा चाहिँ जान्नु पर्यो। संविधानहरूमा चाहिँ सार्वभौम सत्ता कोमा निहित थियो, 7 थान संविधानमा सार्वभौम सत्ता कोमा निहित थियो भन्ने पनि जान्नु। एउटै भिडियो लामो हुने र हजुरलाई सुन्दा हेर्दा बोर लाग्ने भएर मैले अब बाँकी चाहिँ नेपालको संविधान चाहिँ 2072 अर्को पार्टमा ल्याएकी छु। पुरा गर्नको लागि हेर्नुहोला।